यहाँ चाहिँ हाम्रो ठेकी लामा शेर्पाले दिवालीको लागि तयारी गर्नुहुँदैछ। यो छ सेम, अन्त यहाँ मिठाई, सुना चाँदी, यो प्रसाद, त्यो ठ्याक्क पड्काउने यहाँनिर गाँठीहरू मजाले आरतीको लागि रेडी। नरिवल फुटाउने, आज चाहिँ नरिवल फुटाउने बाहिर लगेर। यो चाहिँ सोना चाँदी, पैसा चाहिँ कम्ती राखेको। यहाँ गणेशजी, लक्ष्मी माता, यो चाहिँ हाम्रो हुँदैन। अन्त बाहिरको यहाँनिर उयो पनि रेडी छ, दियोहरू र आमा पनि रहेर चिडिक्कै होइन। आमा हो, बाहिरको दृश्य पनि अलिकति देखाइदिउँ। यो चाहिँ हेर्नु होला, अलिक टाढाबाट देखाइदिनु पर्यो। यसो गर्दै फ्रन्ट एलिभेसन माथि देखाउँछु। यहाँ चाहिँ यस्तो छ है, यो चाहिँ हल है। यहाँ लाइट छैन, यहाँ अब पोटी काट्नु बाँकी नै छ। यो चाहिँ हिजो नै कम्प्लिट भएको। यो चाहिँ हल रुम, यो बरन्डा यहाँनिर है। यता कोही सिनेरीहरू। यहाँ चाहिँ यो किचन, यो चाहिँ तपाईँको किचन चाहिँ यस्तो छ। यो चाहिँ एकदम यहाँ किचनमा चाहिँ आज छुम जलाउने र यो किचनको चाहिँ यस्तो छ। यो एउटा गेस्ट रुम, यहाँदेखि यता टोइलेट बाथरुम, यता मेरो आमाको रुम हो। त्यहाँदेखि चाहिँ यता चाहिँ तपाईँको छ, यो चाहिँ हाम्रो मास्टर बेडरुम। र यो अझै बिहान उज्यालोमा देखाउँछु कसरी के कन्स्ट्रक्सन भएको छ। यो एकदम डे नाइट गरेर गरेको। अब माथि तपाईँलाई देखाउँछु है। यो हल भयो, के भन्छ सिँढी अझै माथि छ। यो सिँढी त माथि चाहिँ तपाईँको यता चाहिँ उता खुल्ला जग्गा छ, तर यो चाहिँ अँधेरै छ। यो चाहिँ 600 फुटा बनाएको है। हेर्नुहोस् र यो पनि माथिको भ्यू पनि देखाइन्छ तपाईँलाई ल। माथिको भ्यू चाहिँ यस्तो छ, हेर्नु होला। यहाँदेखि कस्तो भ्यू सबैले पटेका फुटाउनु थाल्यो। हाम्रो वरिपरि चाहिँ यस्तो छ। यो चाहिँ हाम्रो सो अघि नै भनिहालेँ तपाईँहरूलाई, यो आज चाहिँ नरिवल फुटाएर चाहिँ हाम्रो यो घरको नयाँ घरको ओपनिङ थियो। ओपनिङ भन्नाले आज लक्ष्मी पूजाको दिन चाहिँ फर्स्ट टाइम उयो गर्दै थियौँ र नानीले छोराले यता भित्रको पनि खिच्दैछ है फोटोहरू। लक्ष्मी पूजेको, त्यो लक्ष्मी पूजेको चाहिँ सानो पूजेको थियौँ हामीले, तर स्पेसली यो पूजा चाहिँ हामीले यो घरको माथिल्लो तलाको घरको चाहिँ मतलब कम्प्लिट भएको। कम्प्लिट त के भन्नु, यो सबै भएको थियो र त्यही नरिवल फुटाएर चाहिँ पूजा गरेको। सबैले घर बनाउनु पहिला नरिवल फुटाउँछ। आज हामीले चाहिँ घर बनाइसकेर पस्नुभन्दा पहिला चाहिँ बत्तीहरू जलाउनुभन्दा पहिला चाहिँ यसरी पूजा गरेर, यो चाहिँ फ्रन्ट फेस हो। अघि पनि देखिसक्नु भएको छ तपाईँले फ्रन्ट फेस। र त्यस्तै चाहिँ हेर्नुहोस्, अगाडिको भिडियोहरू पुरा देखाउँदैछु। ह्याप्पी दिवाली। सो हेलो दोस्त, ह्याप्पी दिवाली। सो अहिले चाहिँ हामी पूजासुजा गरेर चाहिँ हामी चाहिँ घरबाट चाहिँ घुम्नु निक्लेको। र घुम्नु चाहिँ कुन बाटो निक्ल्यो भन्दा चाहिँ तपाईँहरूको यो देख्नुहुँदैछ, यो चाहिँ तपाईँहरूको नौका घाट भएर चाहिँ टक्कै तेर्सो छ नि उता पर जाने तपाईँको उयो निक्लिने। यो चाहिँ तपाईँले पाण्डाल दामी बनाएको रहेछ हो, मैले स्लो पनि गरिदिएको छु। र अगाडि चाहिँ 8:30 बजे निक्लेको थियौँ हामी। र 8:30तिर चाहिँ प्रोग्रामहरू सुरु भएको थिएन, किनभने काली पूजा चाहिँ लेट हुँदो रहेछ। योहरू पाण्डालहरू बनाएर तिनीहरूले चेकहरू गर्दै थियो। लगभग 10 बजेदेखि चाहिँ यिनीहरूको प्रोग्राम चाहिँ सुरु हुने थिएछ हो। पाण्डालहरू दामी बनाइराखेको थियो, भर्खर सुरु गर्दै यिनीहरू 8:30तिर चाहिँ हामी चाहिँ छिटो निक्ल्यौँ। अन्त अलिक अगाडितिर गएर पाण्डालहरू देख्यो। यो लन्डन ब्रिजहरू पनि दामी बनाइदिएको रहेछ है। त्यहाँदेखि तपाईँको हामी त्यहाँनिर यताउता एकछिन भिडियोहरू फोटोहरू खिच्यौँ है।
फोटो भिडियो सिडियो बनायौँ हल्का फुल्का बनाएर चाहिँ हामी त्यहाँबाट यो चाहिँ मेरो भाइ हो यहाँबाट चाहिँ हामी निक्ल्यौँ फोटोसोटो खिचेर उता अगाडि पनि धेरै जग्गा घुम्नुपर्छ भनेर चाहिँ प्लान गरेर हिँडेको हो मतलब प्लान अनसडन प्लान भएको त्यहाँदेखि फेरि अगाडिको यो चाहिँ हो तपाईँको हिलकार्ट रोड हो त्यहाँदेखि अगाडि गयौँ हिलकार्ट रोडतिर अगाडि जाँदै यताउता हेरेको हिलकार्ट रोडमा चाहिँ त्यति लेफ्ट साइडमा चाहिँ कुनै त्यस्तो पाण्डालहरू बनाएको थिएन राइट साइडमा चाहिँ थियो अन्त बादमा हामीले मैले यसो विचार गरेँ राइट साइडमा खिचौँला भनेर चाहिँ हामी त्यहाँबाट लिएर आएर चाहिँ त्यहाँदेखि अलिक अगाडि गएर चाहिँ हामीले फेरि राइट यो जुन चाहिँ कोट मोडबाट चाहिँ राइट टर्न लियौँ राइट टर्न लिएपछि चाहिँ युटर्न लिएपछि त्यहाँदेखि हामीले बिस्तारै अगाडि बढ्दै हेर्दै आयौँ हो त्यहाँदेखि यो चाहिँ तपाईँको लेफ्ट साइडको दृश्यहरू हेर्नुहोस् मजाको पाण्डालहरू कालीको उनीहरूको साथ मोहरत आएको थिएन होला हो अन्त आँखा बन्द गरिराखेको थियो तर पूजा सुरु भएको थिएन अन्त पूजा सुरु हुनुको लागि चाहिँ टाइम थियो अहिले पनि हो हामी चाहिँ फेरि अगाडि पनि घुम्नुपर्छ भन्दै निक्लिँदा आएँ हो त्यहाँ अझ एउटा बिचमा ओरिजिनल भर्जन चाहिँ हाम्रो नेपालीको ओरिजिनल भर्जन चाहिँ तपाईँले बिचमा पाउनुहुन्छ यसलाई चाहिँ डल्लै हेर्नुहोस् स्किप नगरिकन देख्नुहुन्छ यो पहिले चाहिँ पाण्डालहरू हेर्नुहोस् सिलगढीको चाहिँ कहाँ घुमेको छ तपाईँले अन्त फुल भर्जन भैलिनीको फुल भर्जन र डान्स एकदम दामी देखाउने छु है बिचमा देखाउने छु तपाईँलाई र एकदम दामी छ त्यो चाहिँ र यो यहाँनिर पाण्डालहरू हेर्नुहोस् पहिले चाहिँ पाण्डाल घरबाट पूजा गरेर चाहिँ तपाईँले पाण्डालहरू घुमाएको है यहाँ घुम्नु मान्छेहरू थुप्रै भेटेको थियो है हाइवेले गर्दा हिँड्यौँ त्यसको बादमा चाहिँ तपाईँले अब अगाडि हेर्नुहोस् अन्त हामी यहाँनिर यो पाण्डालहरू घुम्दै गरेर चाहिँ एकछिन हेऱ्यौँ अनि त्यहाँनिर पूजाहरू भएकै छैन रहेछ हो भर्खर पण्डितजी आएर केहरू मिलाउँदै थियो हाम्रो पहिला हाम्रो चाहिँ टाइम छैन अरू पनि हेर्नुपर्छ भनेर चाहिँ हामी चाहिँ निक्ल्यौँ त्यहाँबाट निक्लेर चाहिँ आएर चाहिँ यो चाहिँ हो तपाईँहरूको कोटमोडमा पनि सरी कोटमोड होइन यो चाहिँ के अरे एयरभ्यूमा पनि दामी बनाएको थियो र सो एयरभ्यूबाट हामी यो हेरेर चाहिँ अगाडि निक्ल्यौँ अगाडि निक्लेपछि चाहिँ तपाईँको अब अगाडि देख्नुहुन्छ तपाईँले यो चाहिँ हो महानन्द ब्रिज एकदमै दामी डेकोरेट गरेको थियो बिस्तारै गयौँ महानन्द ब्रिजमा जाँदै फेरि प्लान गर्दै कता जानुपर्ने अन्त प्लान गर्दै हिँड्यौँ अन्त भन्यौँ लो नि त एकपल्ट प्रधाननगरतिर पनि जल्दिउँ न त भनेर भने क्या दुई भाइ सल्लाह भाइ र म ल चल्दिउँ भनेर चाहिँ त्यहाँदेखि हामी फेरि त्यहाँदेखि डेकोरेसन एकछिन बस्नु पऱ्यो भनेर भनेको फेरि लेट हुन्छ होला भनेर 8:30 त्यस्तै भइसकेको क्रस भइसक्यो त्यहाँदेखि चाहिँ यो गुरुङ बस्ती मोडमा गएर चाहिँ गुरुङ बस्ती मोडबाट दाहिने लाग्यौँ हामी दुई भाइ हो हिँडेर अलिकति जाम थियो त्यहाँदेखि सुत्त यहाँबाट छिरेर चाहिँ गुरुङ बस्तीतिर उयो प्रधाननगरतिर पस्यौँ प्रधाननगरतिर पसेपछि चाहिँ यो अगाडिको मन्दिरहरू तपाईँलाई थाहै छ है यता पनि डेकोरेसन मजाले गरेको थियो है त्यहाँदेखि अगाडि जाँदा चाहिँ यहाँबाट मन्दिर देख्नुहुन्छ तपाईँले यो ठुलो मन्दिर पनि देख्नुभयो है त्यहाँदेखि चाहिँ हामी यताउता गर्दै एकदम भिडबाट आउने जानेको त्यतिकै हो सधैँ यो गल्ली त सधैँ यत्तिकै भिड हुन्छ हो अन्त झन् राति अरूले पनि पटेकाहरू पड्काएर मजाले इन्जोय गर्दै थियो हाम्रो पालो गयो लोन त भनेर होइन त्यहाँदेखि छिरेर गएपछि चाहिँ टक्कै अगाडि यो जुन चाहिँ 3टा सिपाहीको उयो भएको छ नि मूर्ति भएको छ त्यहाँनिर टक्कै निक्लेर चाहिँ त्यहाँबाट अगाडि चाहिँ टक्कै निक्लिँदै त्यहाँनिर टक्कै यहाँ ह्याप्पी दिवाली अगाडि हिँडेको फेरि त्यतैतिर सबै घुम्ने मान्छे थुप्रै थियो प्रधाननगरमा चाहिँ अलिक परतिर चाहिँ थियो होला थिएन तर पाण्डाल बनाएको थिएन प्रधाननगरमा चाहिँ हो जो बागाजुतिन पार्कतिर थियो होला त्यहाँदेखि अहिले चाहिँ हामी पुग्यो सालबाडी फेरि त्यहाँबाट प्रधाननगरबाट निक्लियो चाहिँ सिधा दार्जिलिङ मोडबाट चाहिँ सिधा सालबाडी निक्ल्यो अब सालबाडीको ओरिजिनल भर्जन चाहिँ तपाईँले देख्नुहुनेछ सालबाडीमा चाहिँ के भएको थियो त्यहाँ यति दामी प्रोग्राम भएको थियो है प्रोग्राम भन्नाले भैलिनी खेल्नेहरू आएको थियो त्यहाँनिर हो म चाहिँ जीवन दाजुले स्पेसली जीवन दाजुलाई भेट्नु गएको थिएँ जीवन दाजु र अनिता भाउजू हामी सबै यहाँ म चाहिँ यहाँ अब जीवन दाको घरमा आउँदैछु हो यहाँ जीवन दाको घर चाहिँ पूजासुजा गरेर यस्तो छ यो मान्छे चाहिँ मधुसे भयो कि के हो आज त उयो लाउनु पर्ने के गरेको तिमी चाहिँ तिमीले त बकवास नगर है आज त तिमीले दौरा सुरुवाल सबै लाउनु पर्ने छैन भन्दा तिमी के कुर्तामा यस्तो थोडी हुन्छ दामी तर दामी गरेको चाहिँ बहुत ठुलो काम गल्ती गरे यार के
ला के खोल्यो अरे फेरि बुढो पाएको के भएको यो
आउने कहिले नि आहाई माग्ने र जोगी कहिले नि आहाई आजमा आउने कहिले नि आहाई भैले नि तेरी कहिले नि आहाई भैले नि तेरी कहिले नि आहाई भट्टाउनेको कहिले नि आहाई छोरैमा ढाकी कहिले नि आहाई भैले नि भन कहिले नि आहाई रामरी भन दैलोको सङ्घारमा विजयमा बढी भयो कुरा धनवाला ठुलो गाडीमा हिँड्न ढाका र हवा सयपत्री फुलो गाडीको दिलमा ढाका र हवा सयपत्री फुलो साधुलाई पनि ढाकाको टोपी किनेर ल्याइदेऊ साधुलाई दिनु ढाकाको टोपी किनेर ल्याइदेऊ साधुले लाग्यो राजुले मलाई सम्झेर रोयो साधुले लाग्यो राजुले मलाई सम्झेर रोयो आहाई भन मेरो सङ्गी आहाई आशिष दिदम आहाई आशिष दिदम गण गणपतये नमो नमः विनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बाप्पा मोरया मोरया हजुरको घरमा शान्ति रहोस् हजुरको परिवारमा खुसी रहोस् घर पीडा सतो हटोस् चाहेको कुरा सतो होस् पति सम्मान मिलोस् गणपतये नमो नमः सिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बाप्पा मोरया गणपति बाप्पा मोरया सिद्धि में पानी लै लै तारा सिद्धि में पानी लै लै तारा काली तार कौरा नामरी राजे दैवले साथे यो चाहिँ एउटा ओरिजिनल भर्जन हो नि त हैन त्यहाँबाट नाचगान गरिसकेर चाहिँ हामी त्यहाँबाट निक्लियौँ फेरि यो चाहिँ तेस्रो हो तपाईँको यो के अरे उसको तेस्रो यो खबर मोडको तेस्रोमा आइपुग्यो अगाडि पनि भिडियो गरेको थियो फेरि साह्रै लामो हुँदो रहेछ त्यहाँदेखि हामी आइपुग्यो यो आइपुग्यो तपाईँको कहाँ भन्नाले यो बालासन ब्रिजदेखि तपाईँको त्यहाँदेखि अब फेरि म कट गरेर अगाडिको देखाउँछु दृश्य मेरो घर जाने बाटो यो चाहिँ हो तपाईँको यता मेडिकल मोड जाने मोड हो यहाँबाट मोडबाट अगाडि गयौँ मोडबाट गएपछि तपाईँको कदम तल्ला दुर्गा मन्दिर भेट्छौँ हामी मूर्ति पनि देखाइदिन्छु तपाईँलाई है अन्त घरमा चाहिँ कति बेला आइपुगेको थियो त्यो चाहिँ टाइमिङ चाहिँ 11 बजेको थियो 11-12 बजेको थियो त्यति बेला चाहिँ हो घरमा म आइपुगेँ यो चाहिँ कदम तल्ला दुर्गा मन्दिर हो बेसेपको हेडक्वार्टर है कम्पोजिट हस्पिटल पनि छ लेफ्ट साइडमा मेरो लेफ्ट साइडमा र यहाँनिर पर चाहिँ यो रानीढुङ्गा मेडिकल मोड ठुलो मोड पनि छ डक्टर्स जोनहरू छ सबै चिजहरू छ यहाँनिर क्या दामी दामी चिजहरू छ यहाँ चाहिँ यो चाहिँ तपाईँको मेरो घर आइपुग्न आँट्यो यो रानीढुङ्गा जाने बाटो योदेखि चाहिँ ब्रदर्स होटल छ यहाँनिर अन्त देवकोटा समाजको यहाँनिर बोर्ड पनि लागेको छ यहाँदेखि चाहिँ हामी ओह्रालो झर्छौँ यहाँबाट ओह्रालो झरेर चाहिँ हामी यी केटाहरू अझै बसिरहेको थियो 12 बजेको हो त्यति बेला केटाहरू बसिरहेको रहेछ अन्त हामी चाहिँ यहाँदेखि चाहिँ अलिकतिबाट चाहिँ योबाट चाहिँ राइट लिन्छौँ हामी हो अन्त भाइ झर्छु भन्दै थियो होइन नझर न लगेर घरसम्म पुगिहाल्छ भनेर भनेको अन्त त्यहाँदेखि चाहिँ घरमा हामी यहाँनिर त्यही डिस्कस एकछिन भयो बातचित भएर चाहिँ हामी अगाडि गएको जस्तो हामी अगाडि पुगेको उता फेरि हाम्रो भाइ अनुमल भाइ रेडी भएर घुम्नु जानुको लागि बाहिर पूजासुजा गरेर रेडी बाइक स्टार्ट गर्दो रहेछ हो
बाइक स्टार्ट गर्छ लु थाउ तिमीहरू घुमेर आऊ भनेर चाहिँ हामीले छोड्यो। हामी त्यहाँदेखि चाहिँ फेरि हामी घरमा टक्कै आइपुगेको। घरमा त आमामामा पुरा डरलाग्दो डान्स हुँदो रहेछ त्यहाँ त हो। सट्टै भित्र पसेको मैले त्यो अन्त आमा छोरा बोजू छोरी चाहिँ डान्स छोरी चाहिँ त्यहाँनिर पढ्दै रहेछ। आमा छोराको डान्स चाहिँ अडियन्स चाहिँ एकजना मात्रै हाम्रो बोजू मात्रै हो। त्यहाँदेखि आमा छोराको डान्स डाउँ हुँदो रहेछ हो। बुलबन्दी च्यातियो तिमीले तानेर म आमा छोराको। त्यहाँदेखि चाहिँ फेरि सेल्फी एउटा भिडियो बनायौँ है 360 भ्युजको यस्तो फराफरी परिवारको हामी घुमेर उतातिर आएको भनेर उनीहरू छक्कै पऱ्यो। उनीहरू त एकछिन मात्रै भएको जस्तो लाग्यो अरे। घुमघाम गरेर चाहिँ दिवालीको चाहिँ योपालिको दिवालीको चाहिँ यति नै इन्जोय गऱ्यौँ। भोलिपल्ट उता जानुपर्ने आमासँग मिठाई सिठाई खाएर आमा फेरि हो पूजासुजा गरेर हल्का हो आमाको राइट साइडमा देख्नु हुँदै होला त्यहाँनिर फेरि हल्का आमा हल्का चिरिक्क भएर हो त्यस्तो नि। त्यस्तै हामी चाहिँ योपालिको दिवाली चाहिँ यति नै मनायौँ यति नै इन्जोय गऱ्यौँ। अन्त धेरै थियो कुराहरू तर देखाउनु मिलेन त्यो चिजहरू किनभने साह्रै लामो हुन्छ भनेर चाहिँ। थ्याङ्क यू फर वाचिङ र सधैँ मेरो पेजलाई फलो गर्नुहोस्।